सबैलाई यीशु ख्रीष्टको नाममा जय मसीह। आज रात्रिको यो सुन्दर समय परमेश्वरले मेरो जीवनमा फेरि पनि परमेश्वरलाई महिमा दिनको निम्ति प्रभुले मलाई एउटा मौका एउटा अवसर दिनुभएको छ। परमेश्वरलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई फलो गर्ने संसारमा बस्ने सबै परमेश्वरका प्रियजनहरूलाई म मेरो तर्फदेखि जय मसीह भन्न चाहन्छु। आउनुहोस्, आजको वचन तपाईँहरूलाई सेयर गर्न गइरहेको छु। यूहन्ना दोस्रो पत्री 1:9ले के भनेको छ भने ख्रिस्टको सिद्धान्तमा स्थिर नबसेर त्यसको सीमादेखि बाहिर जाने मानिससँग परमेश्वर हुनुहुन्न, तर यस सिद्धान्तमा स्थिर रहनेसँग पिता र पुत्र दुवै हुनुहुन्छ। सबैलाई जय मसीह। परमेश्वरको वचनले के भनेको छ भने परमेश्वरको पनि एउटा सिद्धान्त छ, उहाँको पनि एउटा सीमा छ। यदि हामी ख्रिस्ट त्यो सीमादेखि जो परमेश्वर जो विधिहरू बनाउनु भएको छ, उहाँको नियमहरू छ, त्यो नियमलाई हामी उल्लङ्घन गरेर त्यो सीमालाई हामी पार गऱ्यौँ भने परमेश्वर त्यस्ता व्यक्ति जो व्यक्तिले परमेश्वरमा म विश्वासी छु भन्नुहुन्छ अनि म क्रिस्चियन हो यदि भन्नुहुन्छ भने, अनि क्रिस्चियन भएर पनि हामी त्यो परमेश्वरको त्यो सिद्धान्त, त्यो उहाँको त्यो सीमालाई हामीले उल्लङ्घन गऱ्यौँ भने कहिले पनि परमेश्वर हामीसँग हुनु हुँदैन, खास त्यस्ता व्यक्तिसँग। अनि परमेश्वरको सीमामा यदि रह्यो भने परमेश्वर पिता र पुत्र अनि हाम्रो साथमा सदा सर्वदा रहनुहुनेछ। यदि हामी उहाँको वचनलाई हामी पालन गर्छौँ, उहाँले एउटा सीमा बनाउनु भएको छ, डायरी बनाउनु भएको छ, त्यो हामी सीमाभित्र हामी बस्छौँ र परमेश्वरमाथि विश्वास गरेर उहाँको आज्ञा पालन गरेर परमेश्वरको असल छोराछोरी भएर अनि उहाँको विधिलाई हामीले आफ्नो जीवनमा चाहिँ नि हामी त्यो चलाउँछौँ भने नि परमेश्वर र परमेश्वरको पुत्र हाम्रो साथमा सदा सर्वदा रहनुहुन्छ। सबैलाई जय मसीह। आमेन।